बिर्ता मोडमा न्यू इयरदेखि रिओपनमा आएको यस्तो दामी रेस्टुरेन्ट। आज चाहिँ हामी गएका थियौँ कप्स एन्ड बदल। केही महिना बन्द भएको यो रेस्टुरेन्ट अब चाहिँ लट्स अफ इम्प्रुभमेन्टको सहित ब्याक भएको छ। यो रेस्टुरेन्टको सबैभन्दा स्पेशल कुरा चाहिँ यो चाहिँ बाँस र काठले मात्र बनेको छ, जसले गर्दाखेरि प्योर नेपाली ट्रेडिसनल भाइब दिन्छ। यो रेस्टुरेन्टको डाउन स्टेयर्समा ह्युज सिटिङ स्पेस छ र त्यो क्युट फ्लावर ट्री वाला कर्नरमा बस्दाखेरि त झनै आनन्द फिल हुन्छ। अपस्टेयर्समा पनि झनै राम्रो सेटअप, ठुलो स्पेस र वालमा भएको पेन्टिङले झनै एट्र्याक्टिभ देखिन्छ। साथीहरूसँग होस् या फ्यामिलीसँग हो, यहाँ चिल गर्न चाहिँ पर्फेक्ट प्लेस हुने रहेछ। अझै यहाँ प्राइभेट केबिन पनि छ, जहाँ बसेर चाहिँ तपाईहरूले प्राइभेसीको साथ इन्जोय गर्न सक्नुहुन्छ। सो यदि तपाईहरू बिर्ता मोडमा बसेर पिसफुल र नेचुरल प्लेस खोज्दै हुनुहुन्छ भने यो स्पट चाहिँ मिस गर्नै हुँदैन। लोकेसन चाहिँ अदुवा खोलाबाट अगाडि सिटी सेन्टर कोरियन भाषा सिकाउने इन्स्टिट्युट जाने बाटोको अलिकति अगाडि गएपछि पुग्न सक्नुहुन्छ। हामी त गयौँ, तपाईहरू चाहिँ कहिले जाने त?